हेलो गाइज, यहाँ चाहिँ हाम्रो एउटा डिस्कस पऱ्यो कि भर्खरै। यता जुन बत्ती छ नि यो मम्मीले हिजो काट्नु भएको, मैले गर्न भ्याइन, आज गर्दैछु। यहाँ 3 सय गने, अब हातमा पनि छ, यो पनि हिजोकै हो अनि यो पनि हिजोको। यता मम्मीले पनि आज काटेको राख्नुभयो। मम्मीले भन्नुभएको छ 1000 अझै पुगेन है भन्नुभयो। मैले भनेको छु 1000 त पुगेन, अब 4000 हिजो 4000 भएको थियो, आज 5000 पुग्छ भनेको। मम्मीले चाहिँ अलिक पुग्दैन कि भन्नुभयो। ल हेर, म यता कसले भनेको बिल्ली। यहाँ 3 सय भयो, यो गर्छु। यो चाहिँ आज काटेको छुट्टै एकदम फ्रेस देखियो हा, मेरो हातमा पनि छ अलिकति। अब गर्छु है, कति 1000 हुँदो रहेछ कि कम हुँदो रहेछ कि धेरै हुँदो रहेछ, अनि कमेन्ट गर्ने हजुरहरूलाई के लाग्छ। मैले अहिले भिडियो गनेर भ्याएपछि चाहिँ मैले नि पोस्ट गर्छु भिडियो। थ्याङ्क यू। ल मैले बत्ती गर्दैछु है, यो 600 पुग्यो, अझ यता छ यति, चाहिँ 400 पुऱ्याउनु पऱ्यो। मम्मीले त काटेर यति बनाउनु भयो। ल भिडियो पुरा हेर्नु है, लास्टमा रिजल्ट के हुन्छ। ल बत्ती 800 पुगिसक्यो, मेरो हातमा यति छ, तर पुग्दैन जस्तो लाग्यो अहिले आएर। मम्मीले भनेको ठिक हुन्छ क्या, मम्मीले यति काट्नु भयो। अब यहाँ गर्छु है, कति 200 त छैन होला, 150 जति छ कि। भिडियो यादै गर्नु है। अब चाहिँ हामी लास्टतिर आइसक्यो हामी। ल गाइज, मैले भनेको मिलेन है, मम्मीले भनेकै मिल्यो। यहाँ 900 भयो, यहाँ जम्मा 65 भयो, 965 भयो। अझै चाहियो यहाँको लिएर। अब यहाँ पुऱ्याउँछु मैले 100। मम्मीले भनेको चाहिँ मिल्यो, मम्मीले पुग्दैन थोरै भन्नुभएको थियो, मैले त पुग्छ भन्थेँ कि अरे, तर पुगेन। ल भिडियो हेर्नुभएको सबैले धन्यवाद। म चाहिँ बत्ती गरेर 1000 पुऱ्याएर राख्छु। ल यहाँ चाहिँ बत्ती 1000 पुग्यो। अब यसलाई हामीले यहाँ थन्क्याएर राख्छौँ, त्यतिपछि फोहोर पनि लाग्दैन। 1000 बनाएर राखेपछि गन्न पनि पछि सजिलो हुन्छ। हामी चाहिँ यस्तरी राख्छौँ है बत्ती चाहिँ। यससँग हामीले अब 5000 पुग्यो। यो चाहिँ 7 सरे बत्ती हो है, हामीले पुजामा पार्न भनेर काटेको बत्ती हो। यसरी राखेपछि फोहोर पनि लाग्दैन, गर्न पनि सजिलो 1000 को यो।